हेलो साथीहरू नमस्कार। आयो तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ पानी परेकोले रुममा बस्दा बस्दा दिक्क लाग्यो अनि म लागे मासु ल्याउन तर्फ। म जाँदै छु मासु ल्याउन र मेरो अरु साथीहरू हुनुहुन्थ्यो, उनीहरू गएछन् माथि पसलमा अरु सामानहरु ल्याउन, किनकि मासुमा बनाउने पनि छ। तर यताको मौसम पनि यस्तो छ र म जाँदै छु मासु ल्याउन। त्यसपछि मासु ल्याएपछि अब कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ गाइस, त्यही हो। बाटो यस्तो छ ल। फाइनली म माथि मेन हाइवेमा पनि पुगिसकेँ र यताको रोड हेर्न सक्नुहुन्छ यस्तो छ। गाडी पनि आएको छैन, गाडी पाइन्छ कि नै अब हिँड्दै जानु पर्यो गाडी नपाउन्जेलसम्म। जब गाडी पाइन्छ त्यसपछि गाडीमा बसेर जानु पर्ला। हिँडेर त गाह्रो नै छ गाइस। उताबाट गाडीहरु आइरहेछ। ल यता मौसम पनि यस्तो बवाल छ है, आज चाहिँ यस्तो बवाल छ कि आजको वेदर। म पनि उताबाट अहिले यतासम्म पुगिसकेँ तर एउटा गाडी भेटाएको छैन। हिँडेर जानु पर्ला जस्तो छ गाइस। उता मन्दिर जस्तै रहेछ। म तपाईहरुलाई त्यो नजिक नै गएर देखाउने छु। र त्यहाँ पर छ शिवजीको मूर्ति, यस्तो सुनसान ठाउँमा, के दामी छ।